चाहेको छ। यो तैँले कहिले बुझेको छस्? कहाँ जानु लागेको छोरा त? मेरो बाहिर जाने काम पर्यो, त्यही भएर बाहिर जान लागेको म हजुर। बेलुका त घर आउँछस् नि बाबु। म बेलुकै आउन पनि सक्छु, 2-3 दिन नआउन नि सक्छु। के काम पर्यो त्यस्तो? 2-3 दिनै घर नआउने भन्छस्? हेर छोरा, म यो गाउँको कुबेर सिंह। त एकचोटि जेल परेर आइसकेको छस्। फेरि पनि नचाहिने काम गरिस् भने यो गाउँमा मेरो के इज्जत होला ख्याल गरेको छस्? ठिक कुरा गर्नुभयो कुबेर बाले। होइन बुवा हजुर, मलाई सबै कुरा थाहा छ। म कहाँ नराम्रो काम गर्छु त अब पनि? बाबु, अहिले हाम्रो दिन नराम्रो चलिरहेछ। यस्तो बेलामा त घर बाहिर निस्किनु राम्रो होइन। होइन बुवा हजुर, त्यस्तो नराम्रो केही हुँदैन, म सबै सम्हाल्छु नि। छोरी हराएको पनि यतिका दिन भइसक्यो। लौ न, के गर्ने होला? मलाई त साह्रै हत्यार लाग्न थाल्यो। खै बुढी, के गर्ने गर्ने, खोज्न मिल्ने ठाउँ जति सबै खोजिसक्यो। बुढा, बरु त्यसको मामाहरूलाई खबर गर्ने हो कि? मेरो दाइहरूले धेरै ठाउँमा मान्छेहरू चिनेका छन्। होइन बुढी, म मेरी छोरीलाई अझै खोज्छु। झन् मामाहरूले थाहा पाउनु भयो भने कहाँ गएर रात बिताइ भनेर झन् हाम्रै छोरीलाई नराम्रो देखाउनुहुन्छ। हेर बुढा, अब जे हुन्छ हुन्छ। मलाई मेरो छोरी भन्दा ठुलो अरू केही पनि होइन। अब मैले 2-4 जनालाई पनि मार्छु अनि म पनि मर्छु। आमा, आमा, बुढी मालती, छोरी! बाबु, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले गर्दा आज हाम्रो छोरी हाम्रो काखमा भेट्न पाइयो। काका, मलाई धन्यवाद भनेर पापको भारी नबोकाउनुहोस्। बरु मैले चाहिँ तपाईँहरूसँग माफी माग्नुपर्ने। जे भए पनि बाबु, तपाईँले हाम्रो बालतीलाई फर्काएर ल्याइदिनु भयो। तपाईँलाई धन्यवाद छ। आज मेरो दाइको कारणले गर्दा मालतीले यति दुःख पाइन्, अनि तपाईँहरूले पनि यति धेरै दुःख पाउनुभयो। तालाले कस्तरी हाने। राम्ररी हेर्न सकिनस्? अब यो कुरा कसैले थाहा पायो भने के हुन्छ? कसरी भागी त्यो? ढोका ढकढकाको आवाज आयो, म त तपाईँ आउनुभयो होला भन्ठानेको। मालती कहाँ छ? किन त तिमीलाई मालती?
म होसमा आउँदाखेरि त मालती नै थिइनँ। ठिक छ, त्यो एकचोटिलाई त भागी, तर भागेर जान्छ चाहिँ कहाँ? अनि बाँकी रह्यो यसलाई छुटाएर लिएर जाने मान्छे। यसलाई त म अब कुनै हालतमा पनि जिउँदो छोड्दिनँ। बुवा मुवा किन के भो घाँटी फुट्ने गरी कराएको छस् त? मेरो घाँटी होइन दिमाग चाहिँ फुट्न लागिसक्यो। होइन के भन्दैछस् त? त बोल्नु लागेको त होइन? के भयो छोरा तँलाई आज? के बोल्दैछस्? कसैले तँलाई फुकफाक गरेर त पठाएको छैन नि। फुकफाक गरेर हुने भए म आज फुकफाक गरेर तपाईँहरूको यो निज सोचलाई हटाउँथे। छोरा त मुख सम्हालेर बोल। त कोसँग कुरा गर्दैछस् तँलाई थाहा छ? त चाहिने भन्दा धेरै बोल्दैछस्। मुख मैले होइन तपाईँले सम्हाल्नु पर्नेछ। तपाईँलाई त आफ्नो बाउ भन्न पनि लाज लागेको छ। आफ्नो छोरीको उमेरको मान्छेलाई बोल्ने शब्द यही हो? के भनेको बाबु तैँले? मैले त केही बुझिनँ नि त। तपाईँले नबुझेकै ठिक छ, बुझ्नुभयो भने सहन सक्नुहुन्न। तर यो सबै कुराको दोष बुवालाई मात्र होइन, म तपाईँलाई पनि दिन्छु। आज तपाईँहरू दुवैजनाको कारणले दाइको हिम्मत यहाँसम्म पुगेको हो। ए हजुर, यसले भन्न खोजेको के हो मैले त कुरै बुझिनँ। होइन, यसलाई कसले के पढाएर पठाएछ? तिमी चिन्ता नलिगा, म मिलाउँला। ए हनुमन्ते, त यहाँ के कुरा सुनेर बसिरहेको? खुर्क बारीमा जा त, मल हालेर आइज। हस् हजुर। के हो हनुमन्ती दाइ, टोलाउँदै हिँड्नुभएको छ त? लप पऱ्यो के हो? त के कुरा गरे कालु भाइ त्यस्तो? होइन बाबु होइन, हामी जस्तो नोकरको के लप पर्नु। बारीमा मल छर्न जान लागेको। थाहा भइहाल्छ नि। हामीलाई के लाटो सम्झाएको क्या हनुमन्ती दाइ? ल ल हनुमन्ती ब्रो, धेरै सेन्टी हुनु पर्दैन, सबैको दिन आउँछ। ल ल, म चाहिँ चल्दिएको। हामी छोरी घर आएको उपलक्ष्यमा मासु खुवाइने भयो नि त? हो नि बुढा, छोरी घर आए कि मासु र भात खाने आज। मासु खान पनि नलागिरहेको थियो। अलि राम्रो राम्रो चोख्रा चाहिँ छोराइदियो है बुढी। भन्न पर्छ र, मेरी छोरीलाई मैले कति माया गर्छु भन्ने त थाहा त छ नि। यतिका दिनसम्म कति भोक लाग्यो होला, कसैको खाना दिएर परा। बाबा दिएर हाल्दिउँ, फेरि राखिदिउँला त के 6 भात जति पनि। तिमीहरूलाई असत्यका सन्तान हो। मेरो छोरालाई अनेक थरी कुरा लगाएर अड्काउने तिमीहरू। होइन हजुर, हामीले त्यस्तो केही कुरा गरेका छैनौँ। व्रत बोल्छौ तिमीहरू। तिमीहरूले के गरेका छौ र के गरेका छैनौ भन्ने एक एक कुरा थाहा छ मलाई। तिमीहरूलाई के सोच्नु पर्ने रहेछ भनेर त
मलाई पहिला थाहा भएन। अब तिमीहरू तीनैजनालाई एउटै च्यान पार्न सकिन भने म पनि कुबेर सिंह होइन। गल्ती भयो हजुर, हामीबाट ठुलो गल्ती भयो, माफ पाऊ, एकपटकलाई माफ गरिदिनुहोस्। ए अब माफी चाहियो तिमीहरूलाई? माफ गर्नुपर्ने? मेरो पैसा तिर्ने भाका अब 2 दिन बाँकी छ। यो 2 दिनभित्र मेरो पैसा तिरिनस् भने तँलाई थाहा छ होइन मैले के भनेको थिएँ? याद गर। ए भूमिका, आज भोलि त खुब मान्छेलाई उक्साउँदै हिँड्छेस् रे त। होइन दाइ, मैले त्यस्तो नराम्रो केही पनि गरेको छैन। हेर भूमिका, तेरो बुवा र मेरो बुवा पुरानो साथी भएर मात्रै तँलाई मैले केही नगरेको हो। तर तैँले त्यो मालतीलाई उक्साएर मलाई जेलसम्म पुर्याइस् होइन? मैले कसैलाई उस्काउने काम गरेको छैन। अनि अर्को कुरा, मालती त्यति नराम्रो मान्छे पनि होइन। को राम्रो मान्छे हो, को नराम्रो मान्छे हो, मलाई सबै राम्रोसँग थाहा छ। तपाईँको नजरमा मालती नराम्रो भए तापनि वास्तवमा ऊ मनको चाहिँ धेरै सफा मान्छे हो। मालती के हो, कस्तो मान्छे हो, सबै कुरा मलाई थाहा छ। तैँले सिकाइरहनु पर्दैन। यति मल छरिसकेपछि खाम भनेको बोलाइहाल्नु भयो। मैले कति मिठो खाजा बनाएर लिएर आएको छु, यति खानु होला अनि गएर छोड्नु होला। ए के लिएर आउनुभयो? मैले चना बनाएर लिएर आएको छु। खोइ ल्याउनु न त खान्छु। म आफ्नै हातले खान्छु। खोइ म आफै खान्छु। मिठो बनाएर खानुहोस् ल, मैले आफ्नै हातले माया मिसाएर बनाएर लिएर आएको छु। कस्तो जिस्काउनुहुन्छ नानी? जिस्काएको होइन कि, थोरै मायाको कुरा गरेको। अहिले कुबेर बाले थाहा पाउनु भयो भनेदेखि मार्नुहुन्छ। कसले भन्छ? मैले भन्दिनँ, तपाईँले भन्नुहुन्न। बरु यस्तो माया प्रेमको कुरा गरौँ न। हेर्नु शान्ति माया, मलाई यसरी अप्ठ्यारोमा नपार्नु। नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भने जस्तोको भयो मलाई त। आमा सन्चै हुनुहुन्छ? सधैँ छु। कोही कोही मान्छे त 2-4 रात हरारा हुन् क्या अरे, भन्न पो भएको छैन। त्यही त, मैले नि त्यही सुने। साँच्चै हो र आमा? गाउँ डुङ बनाएर बसी साध्य छैन। गाउँका छोरीबेटी के गरी जोगाउन नसकिने भइसक्यो यहाँ कोही कोही देखेर। तँ त पढाइ त्यति बस हो त नि आमा, म त सानो मान्छे बोल्न नहुने भएर पो नबोलेको त। दुधहरू दिएको गई पानी राम हान्छ नि। पानी मैले यता राखिदिएँ आमा। ए महारानी त बल्ल आइस्यो। ए ल यता बसिस्यो न, बसिस्यो। त्यता होइन, यता बसिस्यो न, यता अलि ओरा आइस्यो न, अलि ओरा। यहाँ पो बस्ने हो त। हजुरलाई जहाँ पठायो त्यही हराइसिन्छ। त्यस्तै हराउने इच्छा छ भने सधैँको लागि हराउने काम गर्नु पर्यो के? होइन भने यो घरमा त्यस्तो काम चोरी चल्दैन के? बुझ्नु भयो? तैँले मलाई धेरै हेपिस्। तँलाई के लाग्छ? तेरो हेपाइ सहेर तँलाई मैले यही घर राख्छु। बुझिस् भनेको? के अझै बुझिनस्? केही त बोल। तैँले मलाई धेरै हेपिस्। मैले हेपेको छैन। अझ मुखमुखै लाग्छस्? म च्यात्र कानसम्म बुलाइदिन्छु अझ।
अब अर्कोचोटि तैँले मलाई मुखै लागिस् भने नि तेरो मुख च्यातेर कानसम्म पुर्याइदिन्छु। अहिलेसम्म तँलाई मैले आमाको व्यवहार गरिरहेको छु। आमाको व्यवहार गर्दा गर्दै सौतेनी आमाको व्यवहार गर्न बाध्य नबना तैँले मलाई, बुझेस्? अझ हुन्छस्।